सो हेलो एभ्रिवान, आज पनि हामी चाहिँ क्लास 10 को अप्सनल म्याथको ट्रिग्नोमेट्री मल्टिपल एंगलबाट चाहिँ हामी केही लङ क्वेशनहरु सल्भ गर्न गइरहेका छौं र यो भन्दा अगाडि चाहिँ हामीले 1 देखि 6 पार्टसम्म चाहिँ हामीले अपलोड गरिसकेका छौं भिडियो र यो चाहिँ हाम्रो 7th पार्ट हो। सो हाम्रो यहाँ क्वेशन नम्बर 1 मा चाहिँ क्वेशन यस प्रकार रहेको छ। क्वेशन नम्बर 1 ले चाहिँ के भन्छ भन्दा tan π/4 plus a plus tan π/4 minus a is equal to 2 sec to a भन्छ है त। सो हाम्रो लेफ्ट ह्यान्ड साइडमा चाहिँ छ tan π/4 plus a plus tan π/4 minus a छ है त। सो हामीले यहाँनिर के गर्छौं भन्दाखेरि यो π/4 जुन छ नि, यति π/4 लाई चाहिँ हामीले a मान्छौं अनि यताको a छ नि यसलाई चाहिँ हामीले b मान्छौं है त। सो यो गरी चाहिँ हामीले tan a plus b को फर्मुला चाहिँ युज गर्न सक्छौं। tan a plus b को फर्मुला के हो त? tan a plus tan b by 1 minus tan a tan b हो नि त। सो हामीले यहाँनिर चाहिँ यही फर्मुला युज गरेको, tan a plus b को फर्मुला युज गरेको। अनि प्लस हाम्रो यहाँनिर tan यो π/4 लाई हामीले a मान्ने अनि यो a लाई चाहिँ हामीले b मान्ने है त। हामीले यहाँ के गरेका छौं, π/4 लाई चाहिँ हामीले a मानेका छौं अनि यो a लाई चाहिँ हामीले b मानेका छौं नि त। π/4 लाई a मान्ने अनि यो a लाई चाहिँ b मान्ने, यसरी चाहिँ हामीले tan π/4 minus a भने tan a minus b को फर्मुला चाहिँ हामीले यहाँ युज गर्छौं र यसको फर्मुला के हुन्छ भन्दाखेरि tan a minus tan b by 1 plus tan a tan b हुन्छ नि त। सो हामीले यहाँनिर यही फर्मुला युज गरेको। अनि हाम्रो नेक्स्ट स्टेपमा चाहिँ के गर्ने भन्दाखेरि हामीलाई थाहा छ tan π/4 भनेको हाम्रो tan 45 डिग्री हो अनि tan 45 डिग्री भने हाम्रो 1 हो। सो हामीले यो tan π/4 को ठाउँमा चाहिँ हामीले 1 राख्दिने, त्यही सिम्पली त्यही गर्ने हो, अरु केही छैन त्यति गाह्रो। सो हामीले यहाँनिर चाहिँ के गरे भन्दा tan π/4 को ठाउँमा हामीले 1 राखेको, tan π/4 भने 1 भयो, 1 प्लस tan a बाइ यहाँ 1 भइहाल्यो, यहाँको 1 भइहाल्यो अनि tan π/4 भने 1 हो, 1 इन्टु tan a भने tan a नै हुने भयो, tan a प्लस अनि यता tan π/4 भने 1 अनि माइनस tan a अनि यो 1 को 1 भयो प्लस अनि tan π/4 भने 1 मल्टिप्लाई बाइ tan a भनेको के हो त, 1 मल्टिप्लाई बाइ tan a भनेको त हाम्रो tan a नै हुने भयो नि त। सो त्यही हो। त्यसपछि हामीले नेक्स्ट स्टेपमा के गर्छौं भन्दाखेरि tan को ठाउँमा चाहिँ हामीले sin बाइ cos राख्छौं। tan को ठाउँमा हामीले sin बाइ cos राख्न त सक्यौं नि त। सो हामीले 1 प्लस sin a बाइ cos a गरेको, यहाँनिर tan a छ नि त, tan a को ठाउँमा sin a बाइ cos a गर्न मिल्यो अनि तलपट्टि चाहिँ के गरे भन्दा 1 माइनस sin a बाइ cos a, tan a को ठाउँमा sin a बाइ cos a प्लस 1 माइनस sin a बाइ cos a प्लस तलपट्टि 1 प्लस sin a बाइ cos a। सो यति गरेको सिम्पली। अनि त्यसपछि हामीले के गर्छौं भन्दा यो सबमा चाहिँ हामीले एलसीएम लिन्छौं है त। यो एलसीएम लिँदा cos a ले यसलाई मल्टिप्लाई गर्ने अनि हाम्रो के हुन्छ cos a प्लस sin a बाइ cos a अनि तलपट्टि cos a माइनस sin a बाइ cos a अनि प्लस cos a माइनस sin a बाइ cos a, cos a प्लस sin a बाइ cos a यो भयो। त्यसपछि हामीले के गर्छौं भन्दा यो cos a कट गर्छौं अनि यहाँको यो cos a कट गर्छौं। अनि अब हाम्रो नेक्स्ट स्टेपमा चाहिँ हामीले यो सिम्पली लेखिदिन्छौं, जे बाँकी छ हाम्रो यो लेखिदिन्छौं सिम्पली सजिलो होस् भनेर। अनि त्यसपछि हामीले यो लेखिसकेपछि फेरि हामीले एलसीएम लिन्छौं है त। यो एलसीएम लिँदाखेरि यसले यसलाई मल्टिप्लाई गर्ने अनि यसले यसलाई मल्टिप्लाई गर्ने, यसरी के हुन्छ cos a प्लस sin a को होल स्क्वायर हुन्छ नि त अनि प्लस cos a माइनस sin a को होल स्क्वायर हुन्छ अनि तलपट्टि यो सिम्पली लेखिदिने। त्यसपछि हाम्रो के हुन्छ भन्दाखेरि यो cos a प्लस sin a को होल स्क्वायर भने a प्लस b को होल स्क्वायर जस्तो भयो नि त। सो हाम्रो a प्लस b को होल स्क्वायर को फर्मुला के हो त, cos स्क्वायर a माइनस sin स्क्वायर a प्लस 2 cos a sin a जस्तो भयो नि त। यो a प्लस b को फर्मुला युज गरेको अनि यतापट्टि a माइनस b को फर्मुला युज गर्ने, cos स्क्वायर a प्लस sin स्क्वायर a माइनस cos a sin a, यहाँनिर यसको फर्मुला युज गरेको भयो। अनि हाम्रो के हुन्छ भन्दाखेरि यो 2 cos a sin a अनि यो माइनस 2 cos a sin a चाहिँ सेम छ यहाँ, तर साइन फरक छ। सो हामीले यसलाई यसरी कट गर्न मिल्यो तलपट्टि अनि तलपट्टि चाहिँ के गरेको भन्दाखेरि तलपट्टि हामीले यो cos a माइनस sin a अनि cos a प्लस sin a छ, यो हामीले a माइनस b a प्लस b जस्तो भयो नि त। सो हामीले यहाँनिर a माइनस b a प्लस b भनेको के हो त, a स्क्वायर माइनस b स्क्वायर को फर्मुला हैन त। a स्क्वायर माइनस b स्क्वायर भने के हो, a प्लस b a माइनस b हो नि त। सो हामीले त्यही फर्मुला युज गरेको यहाँनिर। सो अब हामी नेक्स्ट स्टेपमा चाहिँ के गर्छौं भन्दाखेरि यहाँनिर हाम्रो के छ बाँकी
हामीसँग बाँकी के छ भन्दाखेरि cos स्क्वायर a प्लस sin स्क्वायर a अनि cos स्क्वायर a प्लस sin स्क्वायर a बाँकी छ। सो हामीसँग के हुन्छ त यो cos स्क्वायर a प्लस हाम्रो अर्को cos स्क्वायर a गर्दाखेरि 2 cos स्क्वायर a अनि sin स्क्वायर a प्लस अर्को sin स्क्वायर a गर्दाखेरि 2 sin स्क्वायर a। सो हामीले यहाँनिर त्यही लेख्छौँ 2 cos स्क्वायर a प्लस sin स्क्वायर a अनि तलपट्टि जे छ त्यही एज इट इज सार्दिएको। अनि त्यसपछि हामी के गर्छौँ भन्दा यसमा र यसमा कमन लिन्छौँ। कमन के छ त यहाँ र यहाँ 2 छैन त 2 छ नि त कमन। सो हामीले यहाँनिर 2 कमन लिएको। त्यसपछि तलपट्टिको चाहिँ cos स्क्वायर a माइनस sin स्क्वायर a को ठाउँमा चाहिँ हामीले के लेख्छौँ भन्दाखेरि cos 2a लेख्छौँ किनकि यो cos 2a को फर्मुला हो नि त। cos 2a को फर्मुला के हो cos स्क्वायर a माइनस sin स्क्वायर a। सो यति भइहाल्यो। त्यसपछि चाहिँ हामीलाई थाहा छ cos स्क्वायर a प्लस sin स्क्वायर a भनेको के हो त cos स्क्वायर a प्लस sin स्क्वायर a भनेको हाम्रो 1 हो। cos स्क्वायर a प्लस sin स्क्वायर a भनेको हाम्रो 1 हो। यो हामीलाई अगाडि नै थाहा भइसकेको कुरा हो। cos स्क्वायर a प्लस sin स्क्वायर a भने 1। त्यसपछि हामीले यो cos स्क्वायर a प्लस sin स्क्वायर a को ठाउँमा 1 राखिदिन्छन् अनि 2 into 1 by cos 2a भयो नि त। सो हाम्रो यो 1 by cos 2a भनेको चाहिँ हाम्रो के हो त sec 2a हैन त। यो 1 by cos 2a भने sec 2a अनि यो मल्टिप्लाई बाइ 2 गर्दाखेरि 2 sec 2a भयो। यसरी हाम्रो इक्वल टु RHS प्रुभड। सो अब चाहिँ हामी क्वेशन नम्बर 2 सल्भ गर्छौं। क्वेशन नम्बर 2 मा चाहिँ के भन्छ भन्दा sin 3a by sin a minus cos 3a by cos a is equal to 2 भन्छ। सो हामीले सबभन्दा सुरुमा LHS लेख्छौं। LHS लेख्दा sin 3a by sin a minus cos 3a by cos a भयो। त्यसपछि हामीले यहाँनिर के गर्छौं भन्दाखेरि हामीले यहाँनिर sin 3a को फर्मुला युज गर्छौं। हामीले यो सबै फर्मुलाहरु याद गर्नुपर्ने हुन्छ। सो sin 3a को फर्मुला के हुन्छ 3 sin a minus 4 sin cube a हुन्छ नि त। सो हामीले यहाँनिर sin 3a को फर्मुला मात्र जस्ट युज गरेको। अनि तलपट्टि sin a छ यो sin a लेख्दिने प्लस यो cos 3a को फर्मुला के हुन्छ यतापट्टि अनि cos 3a को फर्मुला भने cos 4 cos cube a minus 3 cos a हुन्छ नि त। सो यति लेख्दिएको अनि तलपट्टि जे छ एज इट इज सार्दिएको। त्यसपछि अब हामी के गर्छौं भन्दा नेक्स्ट स्टेपमा हामी चाहिँ कमन लिन्छौं। यहाँ र यहाँ के कमन छ sin a कमन छ नि त। सो हामीले यहाँ यता र यता sin a लेख्दिएको कमन लिएर sin a लेख्दियौं अनि बच्यो के त यहाँपट्टि 3 बच्यो अनि यतापट्टि 4 sin स्क्वायर a बच्यो नि त। सो हामीले यो बचेको यता लेख्दिएको अनि तलपट्टि sin माइनस अनि यतापट्टि के छ यहाँ र यहाँ कमन के छ त अब यहाँ हेर्ने यहाँ र यहाँ कमन भने cos a छ। cos a हामीले कमन लियौं अनि त्यसपछि के बच्यो cos 4 cos स्क्वायर a माइनस 3 बच्यो। त्यसपछि हाम्रो तलपट्टि cos a छ। सो हाम्रो यहाँनिर cos a यो cos a चैट हुन्छ अनि यता sin a अनि यो sin a चैट हुन्छ। त्यसपछि हाम्रो के बच्यो त 3 minus 4 sin स्क्वायर a minus 4 cos स्क्वायर a plus 3 बच्यो। यहाँनिर 3 minus 4 sin स्क्वायर a minus 4 cos स्क्वायर a minus 3 यो माइनस 3 छ यो प्लस 3 कसरी भयो त यहाँ भन्दाखेरि यो माइनस माइनस भनेको चाहिँ हाम्रो प्लस हुन्छ। त्यही भएर यहाँनिर प्लस 3 भएको है त। त्यसपछि अब हामी नेक्स्ट स्टेपमा चाहिँ हाम्रो यो प्लस 3 प्लस 3 भने कति हुन्छ यो 3 प्लस 3 गर्दाखेरि 6 हुन्छ। यहाँको माइनस 4 sin स्क्वायर a प्लस cos स्क्वायर a त भइहाल्यो। कसरी भयो भन्दाखेरि हामीले यो गरिसकेपछि हामीले यहाँनिर यसमा र यसमा हामीले कमन लिएको छौं है त। यसमा र यसमा चाहिँ कमन के छ भन्दाखेरि -4 कमन छ नि त। सो हामीले यहाँ -4 चाहिँ कमन ल्याछौं। त्यसपछि हाम्रो के बच्यो sin स्क्वायर a प्लस cos स्क्वायर a बच्छ। यो -4 हामीले कमन लिइसक्यौं अनि sin स्क्वायर a प्लस cos स्क्वायर a अनि यहाँ माइनस cos स्क्वायर a यो माइनस माइनस गर्दाखेरि यहाँ प्लस भएको हो sin स्क्वायर a प्लस cos स्क्वायर a यो। अनि हामीलाई अर्को कुरा के थाहा छ भन्दा sin स्क्वायर a प्लस cos स्क्वायर a भने 1 हो। सो हामीले यहाँनिर sin स्क्वायर a प्लस cos स्क्वायर a को ठाउँमा हामीले 1 राख्दिन्छौं। त्यसपछि हाम्रो 6 - 4 मल्टिप्लाइड बाइ 1 भने 6 - 4 नै हुने भयो अनि यो 6 - 4 भने 2 भयो इज इक्वल टु RHS प्रुभड। सो अब चाहिँ हामी क्वेशन नम्बर 3 सल्भ गर्छौं र क्वेशन नम्बर 3 मा चाहिँ हाम्रो क्वेशन के छ भन्दा प्रुभ दैट cos स्क्वायर थीटा प्लस sin स्क्वायर थीटा cos 2 बीटा इज इक्वल टु cos स्क्वायर बीटा प्लस sin स्क्वायर बीटा cos 2 थीटा छ। सो हाम्रो लेफ्ट ह्यान्ड साइडमा हामी लेख्छौं cos स्क्वायर थीटा प्लस sin स्क्वायर थीटा cos 2 बीटा
त्यसपछि हाम्रो इज इक्वल टु हामीले यहाँनिर यो अगाडिको एज इट इज सार्दिएको त्यसपछि कस टु बिटाको फर्मुला चाहिँ के हुन्छ भन्दा 1 - 2 sin स्क्वायर बिटा हुन्छ सो हामीले यहाँनिर कस टु बिटाको ठाउँमा चाहिँ 1 - 2 sin स्क्वायर बिटा राखिदिएको यो कस टु बिटाको ठाउँमा 1 - 2 sin स्क्वायर बिटा राखिदिएको त्यसपछि हामीले के गर्छौँ भन्दा कस स्क्वायर थीटा एज इट इज सार्ने अनि यो sin स्क्वायर थीटाले चाहिँ 1 - 2 sin स्क्वायर बिटालाई चाहिँ हामीले मल्टिप्लाई गरेको यो मल्टिप्लाई गर्दा के हुन्छ sin स्क्वायर थीटाले 1 लाई मल्टिप्लाई गर्दा sin स्क्वायर थीटा नै हुने भयो त्यसपछि माइनसको माइनस अनि 2 sin स्क्वायर बिटालाई चाहिँ हामीले sin स्क्वायर बिटाले मल्टिप्लाई गर्दा 2 sin स्क्वायर थीटा अनि sin स्क्वायर बिटा भयो नि त त्यसपछि हाम्रो नेक्स्ट स्टेपमा चाहिँ हामी के गर्छौँ भन्दाखेरि यो cos स्क्वायर थीटा प्लस sin स्क्वायर थीटा भने हाम्रो 1 हो cos स्क्वायर थीटा प्लस sin स्क्वायर थीटा भने हाम्रो 1 हो किनकि हामीले यो चाहिँ 9 क्लासमा नै पढिसकेका छौँ हैन cos स्क्वायर थीटा प्लस sin स्क्वायर थीटा इज इक्वल टु 1 अनि त्यसपछि हाम्रो के हुन्छ भन्दा यतापट्टिको 2 sin स्क्वायर थीटा sin स्क्वायर बिटा चाहिँ हामीले एज इट इज सार्दिएको यसमा त्यसपछि हाम्रो नेक्स्ट स्टेपमा के गर्छौँ भन्दा यो 1 को 1 लेखिदिने त्यसपछि हाम्रो -1 - cos टु थीटा चाहिँ हाम्रो के को फर्मुला हुन्छ भन्दा 2 sin स्क्वायर थीटाको फर्मुला हुन्छ 1 - cos टु थीटा त्यसपछि हाम्रो यतापट्टि sin स्क्वायर बिटालाई हामीले एज इट इज सार्दिने त्यसपछि हाम्रो 1 को 1 नै भइहाल्यो माइनस अनि यो sin स्क्वायर बिटाले चाहिँ यसलाई मल्टिप्लाई गर्ने यो cos अनि यो मल्टिप्लाई गर्दा के हुन्छ भन्दा sin स्क्वायर बिटा मल्टिप्लाइड बाइ 1 भने sin स्क्वायर बिटा नै भयो प्लस यो sin स्क्वायर बिटा मल्टिप्लाई बाइ cos टु थीटा भनेको चाहिँ हाम्रो cos टु थीटा sin स्क्वायर बिटा भयो त्यसपछि हामीले लेखिदिन्छौँ 1 - sin स्क्वायर बिटा भने चाहिँ हाम्रो cos स्क्वायर बिटा भयो त्यसपछि हाम्रो sin स्क्वायर बिटा अनि cos टु थीटा चाहिँ हामीले एज इट इज यहाँ सार्दिएको इज इक्वल टु r एज प्रुभड